ल अहिले चाहिँ हामी हाम्रो गाउँको घरमा छौँ। आजको हाम्रो यात्रा भनेको चाहिँ यहाँदेखि पोखरादेखि हामी खुमाई डाँडा भन्ने ठाउँमा जाँदैछौँ। खुमाई डाँडा बडन माथि खापचोक डाँडा भन्ने ठाउँसम्म जाने चाहिँ हाम्रो ट्रेकिङ गर्ने चाहिँ प्लानिङ छ। म र हाम्रो दाइ छौँ सँगै। यता आज चाहिँ हामी घरमा छौँ। अब यहाँबाट चाहिँ निस्किन्ला हो। हाम्रो मम्मी पनि यहाँ बिदाईको लागि बस्नु भएको छ। हेलो गरिदिनु न। हेलो ल राम्रोसँग जानु भनेर भन्नु। राम्रोसँग जानुहोस् छोराहरू। शुभयात्रा 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 म र हाम्रो ब्रो चाहिँ जान लाग्यो हो। ब्रोको नि देखाइदिउँ। हो बाइक चलाउने अहिले बोरा बोकेर चाहिँ हाल्न पर्ने। यहाँ काका नि बस्नु भएको छ हाम्रो। राम्रो यात्रा शुभयात्रा अलि राम्रोसँग बोल्नु त यो सब युट्युबमा आउँछ। भाइहरूलाई सब शुभयात्रा भतिजाहरूलाई ल धन्यवाद। पोखरा घरमा खै त शुभयात्रा भने त। हाम्रै दिदीको गाउँको दिदीको होटल छ। यहाँ चाहिँ खाना खान लागेको अब। दिदी के छ हाल खबर? खाना सही छ? खाना सही छ? नमस्कार। खाना खाने टाइम हुँदैछ हाम्रो चाहिँ। हजुर माछाको झोल पनि आयो। ल हाम्रो दिदीले मिठो खाना बनाएर खुवाउनु भयो। दिदी ल केही भनिदिनु त भाइहरूलाई। यो युट्युब च्यानलमा आउँछ तपाईँ भाइरल हुन्छ नि फेरि। ल भनिदिनु के? अब चाहिँ हामी खानासाना खाएर अब पोखराबाट रामचोक भन्ने ठाउँ गएर बस्छौँ आज हामी। जानु छ पहाडमा कुहिरोको बाटो। ए बाबु मशाय जानु छ पहाडमा कुहिरोको बाटो।
तिमीलाई साथ लिएर तिमीलाई साथ लिएर लौ जान्छु पहाडमा कुहिरोको साटो तिमीलाई साथ दिएर तिमीलाई साथ दिएर यो हावा सररर 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 उड्दैछ यो बादल लुकी छुपी लुकी छुपी लुकी छुपी गर्दैछ यो हावा सररर 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 उड्दैछ यो बादल लुकी छुपी लुकी छुपी लुकी छुपी गर्दैछ सुनेपछि मेरो नाम ढाल्यो केटो ठाउँको ठाउँ सुनेपछि मेरो नाम ढाल्यो केटो ठाउँको ठाउँ पोखरा पृथ्वी चोकैमा कति केटा छैनन् रे होसैमा कति केटा छैनन् रे होसैमा पोखरा पृथ्वी चोकैमा कति केटा छैनन् रे होसैमा कति केटा छैनन् रे होसैमा अहिले चाहिँ हामी लेफ्ट साइडमा छौँ आजको हाम्रो बसाइ चाहिँ सरिपाखा भन्ने ठाउँमा हुन्छ अब त्यहाँ जानको लागि चाहिँ यहाँबाट लगभग 1 घन्टा लाग्दो रहेछ अब यहाँ एकछिन बसेर हामी सरिपाखा भन्ने ठाउँमा चाहिँ गएर आज क्लास बस्छौँ अब सरिपाखामा गएर भेटौँ ब्रो कस्तो लागिरहेछ बढिया राइट बेलुन पनि छ यहाँ Batal. Batal ko hi. Belka ko view यस्तो छ पुत्रे मारी राम्रो माछा बैगुनीलाई गुनले मार्छु खोजी ल्याइदेऊ काछा हेर्दा राम्रो माछा पुत्रे मारी राम्रो माछा बैगुनीलाई गुनले मार्छु खोजी ल्याइदेऊ काछा उक्लिने कहाँबाट हो ए यहीँबाट सुरु हो ट्रेकिङ सुरु नि यहीँबाट हो ल फाइनल्ली हामी चाहिँ यो सरिपाखा आएर चाहिँ यो होमस्टेमा बस्न लाग्छौँ यस्तो रहेछ बस्ने ठाउँ यता चाहिँ होटलहरू केही नहुने रहेछ मान्छेको घरमा चाहिँ होमस्टेमा बस्नुपर्ने रहेछ यहाँ चाहिँ यहाँसम्म ए दाइको हाइक आजदेखि सुरु भइसक्यो अब यति हिँड्दा यहाँ भइसक्यो 10 मिनट हिँड्दा भोलि 9 घन्टा कसरी हिँड्ने यो पर देखेको चाहिँ पोखरा आयो त्यहाँबाट हामी यहाँ आएर बसेका छौँ आज ल यो सरिपाखाको होमस्टेमा चाहिँ हामीलाई भर्खरै चिया र पपकर्न आयो दाजुले खाँदैछ के छ कतिको चिसो छ ठिक छ नि होइन किचन यहाँ चाहिँ बस्ने ठाउँ रहेछ राम्रो छ चिसो पनि छ यो चाहिँ यहीँको अर्ग्यानिक चिया हो त यो कस्तो छ टेस्ट 1 नम्बर छ 2 नम्बर होइन
ल दाइ अब तपाईँको चाहिँ यहाँ यो हजुरको चाहिँ होमस्टेसम्म आइपुग्न के गर्नुपर्छ कसरी आउनुपर्छ र यो होमस्टेमा आइसकेपछि तपाईँको प्याकेजहरू के कस्तो छ त्यो प्याकेज अनुसार चाहिँ तपाईँले के दिनुहुन्छ होइन सबै कुराहरू चाहिँ डिटेल्समा भनिदिनु एकचोटि अब आउनुको लागि चाहिँ तपाईँ हरिचोकबाट होइन हजुर गाडी चढेर घाचोक भनेर भनिन्छ अहिले टुसे हो खास त्यो ठाउँको नाम हजुर टुसेमा आउन सकिन्छ बेलुका 7 बजे के 6:30 बजीसम्म हामीलाई कन्ट्याक्ट भयो भने 6:30 बजीसम्म गाडी हरिचोकबाटै छुट्याइदिन्छौँ हामी हजुर त्यही भन्नाले अब त्यही लोकल गरेर हजुर त्यसपछि टुसेबाटी माथि आउँदाखेरि तपाईँहरू उस गर्न सक्नुहुन्छ के अरे रिजर्भमा पनि आउनु सक्नुहुन्छ र होइन हामी हिँडेरै आउँछौँ भन्नुहुन्छ भने तपाईँहरूलाई हामी गएर तलबाटै रिसिभ गरेर पनि ल्याउँछौँ पनि गर्नुहुन्छ तपाईँहरू अलिकति माथि आउँदै गर्नु हामी तल यतापट्टि तल गरेर रिसिभ गरेर पनि ल्याइन्छ रात परेको बेलामा हजुर होइन राति अनि भएछ रातिको बेलामा अरू बेलामा त आइहाल्नुहुन्छ हजुर अनि तपाईँहरू गाडी चढेरै आउँछु भने हरिचोकबाटै रिजर्भमा नि आउनु सक्नुहुन्छ तर तपाईँहरूले फोन गर्नुभयो भने अब तपाईँहरूको कहाँसम्म लाग्ने हो के अरे होइन कहाँ हो त्यहाँसम्म हामी गाडी पठाइदिन्छौँ होइन हाम्रो गाडी त होइन अब भाडाको गाडी हो हजुरको कन्ट्याक्टमा छ कन्ट्याक्टमा छ गाडीहरू सबैको कन्ट्याक्टमै हुन्छ हाम्रो कन्ट्याक्टमा बसेको हुन्छन् अब तिनीहरूलाई पठाइन्छ अब यहाँ आउँदाखेरि अहिले हाम्रो होमस्टेले हाम्रो समितिले अब कसरी बढाउँछ तलतिर चाहिँ पेपर आइसक्यो भनेछ तर हामीलाई चाहिँ त्यो आएको छैन नआएको नाताले हामीले 1000मै राखिएको छ अहिलेसम्म हजुर 1000मै राखिएको छ अब तलबाटि बढायो भने अब त्यो त हामीले भन्ने कुरा भएन होइन अब होमस्टेलाई पनि हामीले दिनुपर्छ केही समितिले पनि केही गरेर दिनुपर्छ त्यसो हुँदाखेरि अब हाम्रो तलकै होमस्टेको उसबाट नै हुन्छ थोरै ल्याइदिएको छु अरू चाहिँ हामी यस्तै हो अब हाम्रो घरमा आइसकेपछि हाम्रो आफ्नै घरै सम्झेर बस्ने जस्तो कि हाम्रो घरमा जे पाक्छ त्यही खाने हजुर जस्तो अहिलेसम्म हामीले लोकल नै दिन्छौँ होमस्टे भने नि होममा बस्ने त हो होइन घरमा बसे जस्तो त घर यस्तै त्यो छ सबै कुरा त्यस्तै नै साग अगाडि नै हुन्छ अब जस्तो कि मुला बारी गाजर बारी हाम्रो आफ्नै हुन्छ कि खुर्सानी पनि आफ्नै हुन्छ धनियाँ आफ्नै हुन्छ घरकै हुन्छ चियापत्तीको छ इलायचीको के अरे बगान छ मेरो आफ्नै तर धेरै चाहिँ मैले बनाउँदिनँ थोरै आफूलाई पुग्नुको लागि जस्तो अब तपाईँलाई यहाँ चाहिने जति चाहिँ चाहिने जति चाहिँ मैले आफ्नैले पुऱ्याउँछु आफैले उत्पादन आफ्नै गर्नुहुन्छ उत्पादन हो राम्रो नि सबै चामल चाहिँ धान चाहिँ यहाँ फल्दैन धान चाहिँ बेसीबाट किनेर ल्याउँछु मैले चामल चाहिँ जे लोकलै ल्याउनु लोकलै हो ए तपाईँले अहिले खाँदा पनि थाहा भयो नि लोकलै नै हो अहिलेसम्म मेरो उसमा बजारिया चामल पाएको छैन हामीले अर्ग्यानिक नै दिने लोकल नै चामल दिने यस्तो गरिन्छ हजुरको त्यो प्याकेजको चाहिँ भनिदिनु त प्याकेज चाहिँ अहिले के छ कति के हो सबै भन्नु अब आउने बित्तिकै हामीले पपकर्न चिया दिइन्छ होइन त्यसपछि अब त्यही हो अब के अरे खाना दिइन्छ त्यो कति पैसामा भन्नु अब 1000 रुपियाँ अहिले त्यही त नि मैले भनिहालेँ त 1000 रुपियाँ तलबाटि अहिलेसम्म हामीले 1000मै राखिएको छ हजुर हजुर तलबाटि बढायो भने हामीले त्यो अनुसार दिने हो त्यही त त्यो हजुरले त्यो 1000 रुपियाँमा चाहिँ यहाँ आएपछि के दिनुहुन्छ त्यो भनिदिनु अब खाना होइन सुरुदेखिकै भनिदिनु जस्तो कि आउँदाखेरि पपकर्न आउने बित्तिकै तपाईँको वेलकम खाजामा वेलकम खाजा चिया र पपकर्न अथवा पपकर्न हुन्छ अथवा घरमा के छ हजुर हजुर जे छ त्यही नै दिने हो हामी घरकै चाहिँ दिने हो घरमा के छ खाजा त्यही नै दिने हो घरमा रेडी जे छ त्यही नै दिने हो अनि त्यसपछि खाना दिइन्छ होइन अनि त्यसपछि अब क्याम्प फायर त अब तपाईँको नन स्टप नै हुन्छ हाम्रो यो त फ्री अफ कस्ट नै हो क्याम्प फायर जति राति 10 बजे 11 बजे बिहानसम्म कोही त रातभरि बस्ने नै आउँछ पोखराबाट आउने त रातभरि नै बस्ने भयो अनि अब तपाईँहरूले अहिले खानामा हेर्नुहोस् होइन बिहानको नास्ता सबै हाम्रो त्यसमै हुन्छ जस तपाईँको 1000 रुपियाँमा आउने बित्तिकै एउटा वेलकम खाजा पपकर्न अथवा घरमा के पाके हुन्छ के छ त्यो दिनुहुन्छ अनि त्यस पछाडि भनेको बेलुकाको खाना अनि त्यस पछाडि राति त्यसमै त्यही पैसामा चाहिँ राति सुत्ने पनि सुत्ने व्यवस्था पनि अनि त्यस पछाडि भोलि बिहान ब्रेकफास्ट गरेर 1000 रुपियाँको प्याकेज त्यो चिया पानी नन स्टप चिया पानी जति खायो नि पायो चिया पानी तातो पानी चिसो पानी जस्तो जे गरेर पनि पाइयो त्यसमा हुन्छ दाइ हजुरको चाहिँ यो होमस्टेको चाहिँ नाम र अनि हजुरको सम्पर्क नम्बर सहित एकचोटि भनिदिनु मेरो होमस्टे चाहिँ माछापुछ्री अहिले खास मेरो नाम होमस्टे यही क्यामेरामा हेरेर भन्नु मेरो होमस्टे चाहिँ माछापुछ्री अर्ग्यानिक होमस्टे छ भनेर लेखेको छ तर अहिले चाहिँ गुगलतिर राजु दाई भनेर सर्च गर्दा पनि आउँछ र मेरो फोन नम्बर चाहिँ 9846861236 हो अनि एनसिलको चाहियो भने 988041 80
282 ए ल 8282 हो नेपालीमा पनि भयो इङ्ग्लिसमा पनि भयो ल 98 कसै 041 कोही चाहिँ 82 यहाँ 82 आउन चाहनुहुन्छ भने हाम्रो दाइको यहाँ चाहिँ एकदम राम्रो रहेछ बस्ने खाने व्यवस्था दाइको बोली वचन व्यवहारदेखि लिएर सबै कुरा राम्रो छ दाइको एकदम वेलकमिङ हुनुहुन्छ दाइ अब तपाईँको चाहिँ माथि गएर केही समस्या पऱ्यो भने पनि दाइले सबै कुरा गरिदिने अथवा केही गरी आउन सकेन ब्यागहरू बोक्न गाह्रो हो भने दाइले चाहिँ फ्री अफ कस्टमै आफै गएर लिन जानेदेखि लिएर तल गएर चाहिँ तपाईँको गाचोकदेखि नै दाइ रिसिभ गर्न जाने सबै कुरा चाहिँ दाइले फ्रीमा गरिदिने फ्री अफ कस्टमा आफैले नै अहिलेसम्म चाहिँ आफ्नै गेस्ट आफ्नै पाहुना भनेर चाहिँ मैले गर्नुपर्छ भन्ने हिसाबले चाहिँ दाइले आफै गर्दै आउनु भएको रहेछ र कोही साथीभाइ आउन चाहनुहुन्छ भने चाहिँ दाइकोमा एकदम राम्रो छ दाइले सबै कुरा भनिदिइसक्नु भएको छ ल सबैलाई चाहिँ एकचोटि आएर दाइकोमा बसेर दाइकोमा के कस्तो छ सबैले चाहिँ आफ्नो हिसाबले चाहिँ प्रतिक्रिया चाहिँ दिनु होला सबैलाई चाहिँ यहाँ आउनको लागि चाहिँ म सजेस्ट गर्छु है त ल धन्यवाद ल दाइ हस् अब चाहिँ हाम्रो यहाँ के ठाउँ अरे सरीपाखामा सरीपाखामा चाहिँ आएर हल्का स्न्याक्सहरू लियो एकछिन चाहिँ क्याम्प फायर गरेर आगो तापेर बस्यो अब चाहिँ हाम्रो खाना खाने टाइम हुँदैछ हाम्रो भाइहरू पनि छ नयाँ नयाँ भाइहरू यो के अरे हाम्रो एउटा भाइ हुनुहुन्छ भोजपुरको अर्को भाइ हुनुहुन्छ के अरे खोटाङको ढेँडो अब ढेँडो खाने हाम्रो राजु दाइले ढेँडो ल्याइसक्नु भयो फेरि अब ढेँडो त टन्नै ल्याउनु भएछ दाइ सबै होइन दाइ मलाई त कम त्यो अनि हो कि यो घिउ चाहिँ लोकल हो अर्ग्यानिक अर्ग्यानिक हो आफ्नै घरकै हो कि घरमै भैँसी पालिन्छ त्यसो घिउ चाहिँ पुर्याइन्छ ल अब चाहिँ हाम्रो यहाँ राजु दाइको होमस्टेमा खाना खाने कार्यक्रम सुरु भइसकेको छ यहाँ चाहिँ दाइले बडो अचम्मको टेबल विदेशी सिस्टम बनाउनु भएको पुरै घुम्ने टेबल छ यहाँ हाम्रो होइन राउन्डिङ टेबल छ जसलाई जे खान मन लाग्छ त्यो चाहिँ घुमाउँदै खाने इच्छाले दाइले यस्तो मजाले ढेँडा खानु भइरह मेरो पनि भागमा छ अब मलाई देखाउनु नमिल्ने यसमा यस मिठो छ दाइको खानादेखि लिएर सबै कुरा राम्रो छ दाइको ब्रो कस्तो छ आनन्द छ त्यो ढेँडो सबै खानुपर्छ नि फेरि चपाउने होइन ढेँडो निल्ने है निल कुटुक्क दाइको फेरि खानादेखि लिएर यो घरदेखि लिएर सबै अर्ग्यानिकै भित्ता पनि पुरै माटोको भित्ता माथि पनि खै यो डोको बिना जस्तो के बुनेर दाइले यस्तो राम्रो बनाउनु भएको रहेछ यति मिहिनेत गरेर बनाउनु भएको दाइले है यो हेर्दैखेरि थाहा हुन्छ ल आज यहाँ के अरे सन्धि खर्क कि के अरे एउटा नामै सरीपाखा आएर यस्तो रमाइलोसँग बस्न खान पाइयो त्यही नै खुसी लाग्छ अब ब्रोले पुरै ढेँडो खाइरहनु भएको छ आज उहाँले निल्नु भएन चपाउनु भएको छ ढेँडो चाहिँ घुमाउने टेबलमा यी दाइले साग राखिदिनु भएको छ मुला राखिदिनु भएको छ एकछिन सरी त नजिक राख्नु पर्यो साग छ अब के खानु मन लाग्यो खनन्न घुमाएपछि यो त विदेशकै सिस्टम यी तरकारी दाल सबै दाइ यो चाहिँ के हो नि मोही पनि रहेछ अब सबै कुरा छ दाइकोमा सबैजना आएर चाहिँ एकचोटि भिजिट गर्नु होला खाना पनि एकदम मिठो लोकल कुखुराको मासु अनि साग अचार तरकारी एकदम मिठो छ सबैजना आएर एकचोटि भिजिट चाहिँ गर्नु होला धन्यवाद जय नेपाल राख्दै सरीपाखामा आज चाहिँ हाम्रो बस्ने ठाउँ यहाँ हो चाहिँ अहिले चाहिँ हामी बस्ने रुम देखाउन गइरहेको छ यो चाहिँ होमस्टे हो होमस्टेमा चाहिँ आज हाम्रै
बस्ने सुत्ने ठाउँ यस्तो छ चाहिँ पुरै माटोको भित्ता अनि छानो पनि पुरै यस्तो टाइपको गाउँको राम्रो खाले बनाउनु भएको छ दाइले यो चिसोमा यो माटोको घरमा एकदम तातो हुन्छ यस्तो छ आजको रातिको बास चाहिँ हाम्रो यहाँ हुन्छ